हाल नेपालको साथै विश्वमा पनि जुन परिवर्तनकारी तत्त्वहरू आफ्नो विचार व्यक्त गरिरहेका छन् र विश्वमा नै दोस्रो विश्वयुद्धपछि जुन प्रकारको शक्तिहरू वर्तमान थिए, आज उनीहरूको पोजिसन सुस्त भइरहेको छ र एसिया महादेश शक्तिशाली शक्ति सम्पन्न राष्ट्रको रूपमा परिणत भइरहेको छ। खास गरेर हिन्दुस्तान, जसलाई भारत पनि भनिन्छ, पहिला मुगलहरूको बेलामा यसलाई मुगलान भन्ने गरिन्थ्यो, किनकि मुगलहरूले त्यहाँ शासन सुरु गरेका थिए र आर्य जाति अथवा सनातनीहरूप्रति धेरै अत्याचार गरेका थिए। पछि भारतीयहरूकै एकतामा अनेकता अर्थात् आपसमै विवाद भएको हुनाले त्यसबेला हिन्दुस्तानमा पनि अहिलेको भारतमा पनि कम्तीमा 100-150वटा साना ठुला राष्ट्र थियो, राज्य थियो, ठुल्ठुला शासकहरू थिए, तर कसैमा एकता थिएन र यस एकताको अभावले नै अङ्ग्रेजहरू तथा मुसलमानहरूले यहाँ शासन गर्न सकेका थिए। अतः यदि हामी एक भएर कुनै पनि सङ्कटको सामना गऱ्यौँ भने निश्चित रूपेण यसलाई हामीले जित्न सक्छौँ र हाम्रो एकताले हाम्रो राष्ट्रलाई निश्चय नै शक्तिशाली बनाउनेछ। यस कारणले आजको विषय नै हो, युनाइटेड वी स्ट्यान्ड एन्ड डिभाइडेड वी फल। हामी सबैले सुन्नु परेको होला, सायद सुन्नुभएकै होला कि यो उखान निकै प्रचलित थियो। यदि हामी एक भयौँ भने हामीले कसैले तोड्न सक्दैन, त्यसै डोरीलाई अलि छिन्न भिन्न गरिदियो भने सबैलाई आसानीसँग तोड्न सकिन्छ। हाम्रो नेपालमा पनि त्यही स्थिति छ। नेपालीहरू विभिन्न जाति, जनजाति, भाषा, लिङ्ग, क्षेत्रीयता, धार्मिक, सांस्कृतिक रूपले छिन्न भिन्न भएको हामीलाई पश्चिमाहरूले अथवा बिग स्टेट भन्नेहरूले देशलाई तहस नहस गर्न खोजेको हो र त्यसैबाट प्रभावित भएर आज नेपालको स्थिति बडो सङ्कटपूर्ण भएको छ। कहिले के होला भन्न सकिँदैन। त्यस कारणले एक त नेपाल त्यसै पनि कमजोर छ। हिन्दुस्तानका वरिपरिका जति पनि देशहरू छन् अहिले सबै कमजोर भएको छ। सबभन्दा पहिले तिब्बत आक्रान्त भयो, त्यसपछि बङ्गलादेश पनि आक्रान्त भयो, श्रीलङ्का र बर्माको पनि स्थिति यही छ। अफगानिस्तान, पाकिस्तान सबै विदेशी राष्ट्रहरूद्वारा सञ्चालित भइरहेको छ। नेपाल शान्त थियो, अब नेपालमा पनि घुसपैठ भएको छ र हामी नेपाली विभाजित भएका छौँ र हामी यदि एक भएनौँ भने यो सङ्कटलाई हामीले टाल्न सक्दैनौँ। अतः हामी एकजुट भएर शक्ति अर्जन गरौँ, किनकि यो पनि भनिएको छ, द वर्ल्ड इज अ प्लेस वेयर ओन्ली क्यान फिटेस्ट सर्भाइभ। यदि हामी फिटेस्ट भयौँ भने, हामी शक्ति सम्पन्न भयौँ भने हामीलाई कसैले डिगाउन सक्दैन। धन्यवाद। जय नेपाल।